तर्फबाट केही असाध्यै अस्वस्थ खालको क्रियाकलाप भयो भन्ने मैले सुनेको तर त्यत्रो ठुलो केही होइन अलिकति उनीहरूले आफ्नो स्तर जाहेर गर्ने त्यति कामसम्म गरेका होला जस्तो लाग्छ त्यो त्यस्तो ठुलो केही झडपसडप होइन उनीहरूले अलिकति असभ्यता देखाए त्यहाँ बाटो छैन डिस्टर्ब गर्ने त्यस्तो खालको त्यो खालको गर्नु हुँदैन स्वस्थ प्रतिस्पर्धा शान्तिपूर्ण ढङ्गले गर्नुपर्छ चुनाव शान्तिपूर्ण ढङ्गले र उनीहरू नेकपा एमाले अरू कतै उनीहरूले डिस्टर्ब गर्नु खोज्दैन एमालेलाई डिस्टर्ब गर्नु खोजे र उहाँहरूले बुझेको होला एमालेलाई जिस्क्याउनु र बिस्क्याउनु भनेको बढी महँगो पर्न सक्छ त्यो काम कसैले पनि नगर्दा हुन्छ आज जुन चाहिँ रासोपाको उम्मेदवारी दर्ता बनाएको बेलाको भिड हजुरले देख्नुभयो भएन र तपाईँले सम्भवतः मैले कहीँ कति सुनेअनुसार चाहिँ कोही पनि आउँदैन त्यो भिड हुँदैन भन्दै गर्दाखेरि त्यो माहौल देखियो यहाँनिर यसलाई चाहिँ तपाईँले कसरी आजको रासोपाको जुन उम्मेदवारी दर्ता गर्न आउँदाखेरिको माहौल हजुरले हेर्नुभयो कि भएन पहिलादेखि यो जुन खालको अवस्था यो सरकार सुरक्षित तब गर्नु त्यसको तपाईँ राम्रो चुनाव शान्तिपूर्ण स्वस्थ अध्यक्षज्यू 8औं चोटि प्रतिस्पर्धामा उत्रिँदै हुनुहुन्छ यो 8औं चोटिको प्रतिस्पर्धा चाहिँ के को लागि हो भन्ने चाहिँ तपाईँले भन्नुहुन्छ अहिले देशमा आगो लाउनेहरू जागिराखेका छन् अगाडि बढिराखेका छन् तिनले भ्रम पारिराखेका छन् नयाँ पिँढीमा अलिकति भ्रम छ अहिले पनि भर्खर सोध्दै भिड पनि देखियो त्यहाँ मोबाइल त त्यस्तो देखिएको छ केही मान्छे जम्मा भएका अब यस्तो अवस्थामा आगो लगाउनेबाट लोकतन्त्र खानेहरूबाट संविधान मिच्नेहरूबाट कार्यालय चलाउनेहरूबाट व्यक्तिगत घर चलाउनेहरूबाट सरकारी कार्यालय चलाउनेबाट नगरपालिका चलाउनेबाट देश बचाउनु पर्नेछ त्यसकारण देश बचाउनका लागि अनुभवी र नेतृत्व चाहिन्छ यसमा मैले धेरै व्याख्या गर्नुपर्ने अध्यक्ष जस्तो एमाले टिकट वितरण गर्दाखेरि जुन खालको असन्तुष्टिहरू र राजीनामाका लहरहरू पार्टी फेरबदलको कुराहरू चलिरहेको छ यसलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ जस्तो मेरो थाहा भएको छैन राजीनामाको लहर हेर्दाखेरि मैले थाहा पाएको छु झापामा 5वटा क्षेत्र छन् होइन अब देशैभर नेकपा एमाले चाहिँ अब आज उम्मेदवार दर्ता देशैभर भइरहेको अवस्था छ कस्तो नतिजा ल्याउला नेकपा एमाले चाहिँ अब पहिलो ठुलो दलै हुन्छ भन्ने हो कि तपाईँको झापामा चाहिँ हामी 5वटा क्षेत्र छवटा जित्दैनौँ किनभने यहाँ 5वटा तपाईँको क्षेत्रमा उसँग प्रतिस्पर्धा होला जस्तो प्रतिस्पर्धा कसैसँग हुँदैन कानुनी हिसाबले भन्यो भने चुनावमा मतदान गरेर उम्मेदवारी दिएका प्रतिस्पर्धै भनेर उत्रिएका छन् यो आफ्नो ठाउँमा तर प्रतिस्पर्धा भन्ने त्यस्तो कसैसँग हुँदैन चुनाव त सबैले यो धाँधली रहित चुनाव होला भन्ने त्यो कठिन छ तर हामी धाँधलीलाई चुनाव गर्ने अघिल्लोचोटि अध्यक्षज्यू अब काङ्ग्रेस तपाईँहरूको अलि बढी प्रतिस्पर्धी जस्तो देखिन्थ्यो यो पटक तपाईँहरूले काङ्ग्रेसलाई प्रतिस्पर्धी ठान्नु भएको छैन जस्तो देखिन्छ अब यो पटकको निर्वाचनमा देशभरि नै एमालेको प्रतिस्पर्धी को एमालेको प्रतिस्पर्धी नै खास छैन बहु बेग्लै कुरा हो एमालेको प्रतिस्पर्धी पनि देखिन्छ पहिले नेपाली कङ्ग्रेस लगायत त्यति बेलाको माओवादी र अरू समेत त्यस बेलाको समाजवादी लगायतका पार्टीहरूको मोर्चा हुँदाखेरि पनि हामीले सामना गरेका तपाईँहरूलाई थाहै छ
डबलभन्दा बढी मतले हाल्दै यसपल्ट पनि डबलभन्दा त्यसबेला 7,500 जति बढीले डबलभन्दा बढी अर्थात् 28,500 भन्दा बढी मतदानमा यसपल्ट त्योभन्दा बढी बढी मत आउँछ बढी अन्तर हुन्छ भन्ने यो चुनावमा धन्यवाद साथीहरू धन्यवाद